आज हाम्रो दिदीले लु भन्न तपाईले करेला बनाउन आँट्नु भएको छ। करेला र आलु कसरी बनाउनु भनेर हेर्नुस्। अब बनाउन आँटिराख्नु भएको छ। त्यहाँदेखि दिदीले आफै भन्नुहुन्छ। आलु र करेला बनाउन आउँदैन भने सब्स्क्राइब नगर्नु, किनभने त्यहाँ बटनै छैन। सबैभन्दा पहिला तेल हाल्नुस्। ठिक्कको तेलै देखिँदैन, के को तेल हाल्नु। सबैभन्दा तेल हाल्नुस्, त्यहाँदेखि बिच हाल्नुस्, त्यहाँदेखि अर्ग्यानिक तोरीको तेल जुन अनि तेल हाल्दा हुन्छ, तर टाउकोमा हाल्ने तेल चाहिँ नहाल्नु होला, फेरि बिग्रिन सक्छ। तेल झरेको चाहिँ देखिन, तर तेल चाहिँ हाल्नै पर्ने हो। जुन अनि तिउन पकाउनु आँट्दाखेरि पहिला तेलबाटै सुरुवात गर्नुपर्छ। यहाँ दिदीले अलिक धेरै हाल्नुभएछ, ठिक्क हाल्नुपर्ने हुन्छ। अनि तपाईँकोमा जुन भनिन्छ अदुवा, प्याज, लसुन, खसुन सबै यसरी पिस्नुहोस्। अदुवा आउँदैन भने हेर्नुहोस्, पहिला छिल्ने बुक्रोलाई, त्यहाँदेखि करेलालाई मजाले हेर्ने किरा छ कि छैन भनेर। पहिला चाहिँ करेला धुनुपर्छ, अघि धुइसक्नु भएको होला। अनि यसरी कुट्ने, त्यो के भन्छ, ढुट्टो हुने गरी मसिनो बनाउने। सन्टी लिम्बूले के पठाउनु भएछ ध्यान नदिउँ। मसला नि हाल्नुपर्ने हो दोस्रो चिजमा, तर मसला नभएको हुनाले अहिले अदुवा हाल्नु भएको छन् दिदीले। यसरी नै कार्य चलाइराख्नुहोस्। लसुन त अनि त्यहाँदेखि लसुन छ भने लसुन पनि हाल्न सक्नुहुन्छ। प्याज छ भने प्याज पनि हाल्न सक्नुहुन्छ। यस्तो प्याजहरू पत्ता नि हाल्न सक्नुहुन्छ स्वादअनुसार। अनि लसुन पनि हाल्न सक्नुहुन्छ तपाईँले। मैले त सक्छु, दिदीले होला, मैले त 1-2 चोटि मात्रै खाएर खाएको होइन नि फेरि। अनि त्यहाँदेखि लसुनको खोल चाहिँ पहिला उकाउनु पर्ने हुन्छ। त्यहाँदेखि यसलाई चाहिँ ढुट्टो नबनाउनुहोस्, कुचाउनु मात्रै। अनि यसलाई तेलमा फ्राई गर्नुहोस्। त्यहाँदेखि एकछिन भुटाउनुहोस्, फ्राई गर्नुहोस्, चलाउनुहोस् कालो नहुनेसम्म। रातो कालो पो, कालो होला, रातो होला। अनि त्यहाँदेखि बेसार छ भने रङ अनुसार हाल्नु होला। रङ अनुसार होला, के स्वाद दिन्छ त्यस्तोले। अनि सब्जी मसला छ भने सब्जी मसला नि हाल्नुहोस्। अब त्यहाँदेखि करेलाले हाल्नुहोस्। म अलिक उता गएको। करेलाले हाल्नुहोस्, त्यसपछि चलाउनुहोस्। पहिला नुन चाहिँ हाल्नुपर्छ। सबभन्दा इम्पोर्टेन्ट भनेको नुन हो। नुन भएन भने स्वाद आउँदैन, स्वाद भएन भने नुन आउँदैन। ठ्याक। त्यहाँदेखि हात धुनुहोस् छ भने, नत्र नधुनुहोस्। चलाउनुहोस्। यसरी नै चलाउनु पर्ने हुन्छ। यसरी नै चलाउनु पर्ने हो। लिम्बरी चलाउनुहोस्, मिक्स नहुनेसम्म। त्यहाँदेखि अब आगोलाई अलिक ठुलो बाल्नुहोस्, तर तिन चाहिँ समयमा हेर्नुपर्ने हुन्छ। किनभने धेरै भने डढ्न सक्छ।
तपाईले खानु मन छैन मसला नहाल्दा नि हुन्छ हामीले खानु मन छ त्यसले हालेको हामी खानु मन छ भने मसला नहाल्दा नि हुन्छ अरे ए मन छैन भने अलिक जिब्रो मन छ भने हाल्नु पनि सक्नुहुन्छ मन पर्दैन भने हाल्नु पनि सक्नुहुँदैन हामीले चाहिँ अहिले चाउचाउको सबैको मसला हालेका छौँ तेल चाहिँ राखिसकेका छौँ त्यहाँदेखि चलाउनु पर्ने हुन्छ फेरि हेर्नुहोस् त कस्तो सुन्दर देखिन्छ तर कस्तो स्वाद आउँछ थाहा छैन मिठै स्वाद निस्किन्छ चलाउनुहोस् त्यहाँदेखि थालले छोप्नुहोस् थाल चाहिँ आएको छैन अहिलेसम्म तपाईँले रेसिपी आउँदैन भने सेभ पनि गर्न सक्नुहुन्छ थाललाई ठ्याक्क कन्टीले अट्ने गरी छोप्नुहोस् तर अट्दै अट्यो त्यहाँदेखि राख्नुहोस् पानी हाल्नुहोस् राख्नुहोस् अब 1-2 मिनटको लागि राख्नुहोस् दुई 3 मिनटको लागि यसरी नै राख्नुहोस् फेरि पानी हाल्नुहोस् राख्नुहोस् पाकेपछि यो बिरालो चाहिँ हाम्रो घरको सदस्य होइन सदस्य मात्रै म रेसिपी बोल्ने मान्छे दिदी चाहिँ बनाउने मान्छे अब त्यहाँदेखि भइसक्यो अब तिन चाहिँ भइसकेको छैन अब चलाउने बेला भएको छ यो 2-3 मिनटको लागि राखेको थियौँ चलाउने बेला आएको छ कम्तीमा 1-2 मिनटको लागि चलाउनु खुर्सानी हालिदिनुहोस् मन छ भने खुर्सानी हाल्न सक्नुहुन्छ स्वाद अनुसार स्वाद बढाउन एकदम मिठो हुन्छ हैन यस हल्का पानी चाहिँ हाल्नै पर्ने हो नत्र डढाउन सक्छ पानी नहाल्नु होला पानी बिना जीवन चल्दैन भनेको यही हो त्यो हुन सक्छ अब यो बज्नु छोडेपछि फेरि छोप्नु अथवा जामा यही कार्य 2-3 चोटि दोहोऱ्याउनुहोस् पाक्छ के भनिस् यदि मङ्गाल भावना के भन्छ एउटा गीत गाउनु अरे एउटा गीत ये के गाउनु आए पो गाउनु त नगाउने गाउनु आए पो गाउनु डेयर मौसम यस्तो छ आजको मौसम गर्मीको छ हाम्रातिर केही देखिँदैन पानी परिरहेको छ हल्का हिजोदेखि